महानगरपालिकाका मेयर बालेन्द्र शाह। प्राप्त केही सूचना अनुसार बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी जो रवि लामिछानेको नेतृत्वमा छ त्यही पार्टीसँग मिलेर अगाडि बढ्ने कुरा भित्री छलफल भइरहेको छ। मेयर बालेन्द्र शाहको टिमले भित्री मनसाय यो बनाइरहेको छ कि यदि हर्क साम्पाङदेखि कुलमान घिसिङसम्म राष्ट्रिय स्वतन्त्र पार्टीदेखि नयाँ भनिएकाहरू मिलेर जानुको विकल्प छैन भन्ने लक्ष्य अथवा त्यो खालको निष्कर्षमा मेयर बालेन्द्र शाह देखिन्छन्। उनको टिम त्यही अनुसार कसरतमा रहेको छ। पछिल्लो जेन्जी आन्दोलनपछि राजनीतिमा आउनको लागि बालेन शाहको टिमले भित्री रूपमा छलफललाई अगाडि बढाइरहेको छ र यो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी र राष्ट्रिय स्वतन्त्र पार्टी त्यही नामबाट अगाडि बढ्न सक्ने, यद्यपि कतिपय अभियोगमा अहिले कारागारमा रहेका रवि लामिछानेलाई सँगसँगै लैजाने विषयमा बालेन शाहले विमति राखेका छन् र त्यही अनुसार रवि लामिछानेको ठाउँमा को हुन सक्छ भनेर यति बेला छलफल भइरहेको छ र कतिपयले कुलमान घिसिङ भने तापनि सहमति भने भएको छैन। यद्यपि सबैलाई सर्वस्वीकार्य हुने पात्र कुलमान घिसिङ जस्ता कोही आएर राष्ट्रसभाबाट देखिने फेसमा र यताबाट बालेन शाहको टिम जाने र एक भएर चुनावमा होमिने विषयमा आन्तरिक छलफल भइरहेको छ। राजनीतिक परिघटना यसरी विकसित भइरहँदाखेरि जेनजी युवाहरू खास किन सडकमा छन्? हुन त मुख्य जेनजी जो अभियन्ताहरू जसलाई हामीले जेनजीका अगुवा भनेर चिनेका छौँ उनीहरू आएका छैनन्। यद्यपि केही त्यसमध्येका केही भने कोही पार्टी प्यालेसमा कार्यक्रम गर्ने र कोही माइती घरमा निस्किरहने गरिरहँदाखेरि प्रहरीले समातिरहेको छ। आफैले बनाएको सरकार आफैले पक्राउ गरे सरकार भन्ने कुरा छ। भटाभट जेनजी युवाहरू समातिरहेको विषयमा गृहमन्त्री ओम प्रकाश अर्याल बोल्न मान्नु भएन। सरकारलाई पनि काउन्टर जवाब आज